गिरी गाउँपालिकाको प्राङ्गणमा पाल्नुहुने सम्पूर्ण सन्तान वर्गप्रति मेरो न्यानो नमस्कार टक्राउन चाहन्छु। समय सापेक्ष यस्ता बौद्धिक कार्यक्रमको आयोजनाले हामी जस्ता विद्यार्थीहरूमा सकारात्मक चिन्तनको विकास हुने भएकाले यस कार्यक्रमको आयोजना गरिदिनु भएकोमा आयोजक गिरी गाउँपालिका प्रति हृदयदेखि नै धन्यवाद दिँदै न्याय निरूपणमा न्यायिक समितिको भूमिका भन्ने शीर्षकमा आफ्ना मनमा लागेका विचार व्यक्त गर्ने अनुमति चाहन्छु। आदरणीय महानुभावहरू, सर्वप्रथम त म न्याय निरूपणमा न्यायिक समितिको भूमिका भन्ने शीर्षकलाई परिभाषित गर्न चाहन्छु। न्याय निरूपण भन्नाले कानुनमा आधारित छानबिन तथा विवेचना भन्ने अर्थलाई बुझाउँछ। नेपाली जनताको करिब 7 दशकको अनवरत सङ्घर्षको बलिदानको उपलब्ध स्वरूप 2072 साल 3 गते संविधान सभाबाट नेपालमा संविधान जारी भयो। संविधानले जनतामा सार्वभौमिकता, स्वायत्तता, सुशासनको अधिकारलाई आत्मसात गरायो। नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको संरचनालाई समेत संविधानमा नै उल्लेख गर्ने व्यवस्था गरिएको छ। संविधान सभा मार्फत जारी भएको संविधानले देशमा तत्कालीन अवस्थामा रहेका केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै देशले सङ्घीय संरचनामा प्रवेश गर्यो। केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाको सिर्जना गरेका सबै प्रकारका विभेद तथा उत्पीडनलाई अन्त्य गर्ने लक्ष्यसहित लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै सङ्घीय अभ्यासका नयाँ नयाँ कार्यपद्धति कार्यान्वयनमा आएका छन्। नेपालको 7औं संविधानको भाग 17 को धारा 217 मा सुस्पष्ट रूपमा स्थानीय तहमा न्यायिक समिति गठन गर्ने व्यवस्था उल्लेख गरिएको छ। यति मात्र होइन, स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न बनेको ऐन स्थानीय सरकार सञ्चालन ऐन 2073 ले न्यायिक समिति सम्बन्धी थप व्यवस्थापनहरू गरेको पाइन्छ। यो संस्था स्थानीय स्तरमा एउटा पवित्र संस्थाको रूपमा रहिआएको छ। न्याय निरूपण पद्धतिलाई सरल, सहज र जनमुखी बनाउने अपेक्षा अनुरूप गठित यस समितिलाई निश्चित क्षेत्राधिकारको विवाद निरूपण गर्ने अधिकार सुनिश्चित गराइएको छ। आदरणीय महानुभावहरू, स्थानीय न्यायिक समिति र अनि संवैधानिक व्यवस्थाले नेपाली न्याय प्रणालीमा नयाँ अभ्यास सुरु भएको छ। आम सर्वसाधारण जनतालाई लामो र खर्चिलो पहुँच बाहिरको न्यायिक पद्धति अन्त्य गर्ने कुरामा न्यायिक समिति वरदान साबित भएको कुरामा कुनै द्विमत छैन। सभाध्यक्ष महोदय, न्यायिक समितिको भूमिकाको सवालमा कुरा गर्नुपर्दा न्यायिक प्रशासन छिटो, छरितो, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी रहेको छ। न्यायिक समितिले प्रचलित कानुन बमोजिम न्याय निरूपण गर्नुपर्ने भएकाले न्यायिक समितिको महत्त्वपूर्ण भूमिका रहेको छ। न्यायका पक्षमा कमजोर पहुँच भएकाहरूको लागि पनि न्यायिक समिति आशा र भरोसाको केन्द्र भएकाले संवैधानिक दायित्व पुरा गर्न यसको महत्त्वपूर्ण भूमिका रहेको छ। न्यायिक समितिले मेलमिलापकर्ता वा मध्यस्थकर्ता भएर विवाद निरूपण गर्नुपर्ने भएकाले समाजमा सामाजिक सद्भाव, सहिष्णुता, भाइचाराको सम्बन्ध विस्तार गर्नुमा पनि न्यायिक समितिको अद्वितीय भूमिका रहेको पाइन्छ। उपस्थिति महानुभावहरू, न्याय निरूपणमा न्यायिक समितिको महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि वर्तमान अवस्थामा यसका केही कमजोरीहरू रहेका छन्। न्यायिक प्रक्रियामा दक्ष जनशक्तिको अभाव, स्थानीय स्तरमा जनचेतनाको अभाव, यस सन्दर्भमा कानुन पढेका वा न्याय सम्पादनको कार्यविधि बुझेको व्यक्तिको अभाव, निर्णयकर्तामा न्याय निष्पक्षता र दृढ सङ्कल्प र वस्तुनिष्पक्षताको अभाव जस्ता केही कमजोरी रहेका छन्। सभाध्यक्ष महोदय, अझै पनि म अन्तिममा के भन्न चाहन्छु भने राज्यले वा स्थानीय तहले स्थानीय स्तरमा न्यायिक प्रक्रिया सम्बन्धी समय समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने तत्काल आवश्यकता रहेको देखिन्छ। यसो गरेमा न्यायिक समिति प्रभावकारी बन्दै जाने र न्यायिक समितिको भूमिका धनी प्रभावकारी देखिन्छ भन्दै अन्तिममा म यो कुरालाई कविताका हरफ मार्फत चरितार्थ गर्न चाहन्छु। स्थानीय तहभित्रै न्यायिक समिति छ साथमा, सानातिना घटना रोकी नभनुसै अदालतमा, गाउँघरको मेल गराउँदै समझदारीताको बाटो देखाउने न्यायिक समिति हो त्यो असमझदारीतालाई हटाउने भन्दै मेरा 2 शब्द यहाँ अन्त्य गर्दछु। हस्त धन्यवाद।